आइपिओ त भर्नुहुन्छ तर पर्न चाहिँ एउटै पर्दैन। नमस्कार साथीहरू, आजको भिडियोमा चाहिँ म आइपिओ भर्दा ध्यान दिनुपर्ने कुरा र गर्न नहुने गल्तीहरूको बारेमा कुरा गर्न गइरहेको छु। जुन गल्ती चाहिँ थुप्रै लगानीकर्ताहरूले गरिरहनु भएको छ र त्यो गल्ती तपाईहरूले पनि गर्नुभयो भने तपाईहरूको पनि रिजेक्ट हुन जान्छ। भिडियो सुरु हुनुभन्दा अगाडि तपाईहरूलाई एउटा अनुरोध गर्न चाहे, यदि तपाईहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल नोटिफिकेसनलाई नि अन गरिदिनु होला, ताकि यस्तै शेयर मार्केट रिलेटेड भिडियोहरू तपाईहरूले आगामी दिनमा पनि हेर्न सक्नुहुनेछ। पहिलो रहेको छ डबल बिओआइडी नम्बर, यानी कि एउटै व्यक्तिको दुईटा डिमेट अकाउन्ट। कुनै पनि व्यक्तिले एउटामा नपरे अर्कोमा परिहाल्छ त भनेर दुईटा अकाउन्ट खोल्छ र त्यो क्रममा त्यसको आइपिओ दुईटै अकाउन्टबाट रिजेक्ट हुन्छ। त्यसैले एउटै व्यक्तिको नाममा दुई वा दुई भन्दा बढी डिमेट खाता छ भने एउटै आइपिओ दोहोऱ्याएर एप्लाई नगर्नुहोस्। एउटै व्यक्तिको दुईटा डिमेट अकाउन्ट खोल्नुको साटो तपाईहरूले आफ्नो फ्यामिलीको डिमेट अकाउन्ट खोलेर आइपिओ एप्लाई गर्दिन सक्नुहुनेछ, जसले तपाईहरूको आइपिओ पर्ने चान्स अलि बढेर आउँछ। अर्को गल्ती रहेको छ इन्सफिसियन्ट ब्यालेन्स। यदि तपाईहरूको अकाउन्टमा जम्मा 1000 रुपियाँ छ र तपाईहरूले आइपिओ एप्लाई गर्नुहुन्छ भने त्यो क्रममा पनि तपाईहरूको आइपिओ रिजेक्ट हुन सक्छ, किनकि तपाईहरूले 10 किताको लागि एप्लाई गर्दै हुनुहुन्छ या 100 किताको लागि एप्लाई गर्दै हुनुहुन्छ। तपाईको ब्याङ्क खातामा 5 रुपियाँ 10 रुपियाँ एक्स्ट्रा जहिले हुनै पर्छ, किनकि ब्याङ्कले कुनै न कुनै रूपमा चार्जहरू काटिरहेको हुन्छ। त्यसैले आइपिओ एप्लाई गर्दा 10-5 रुपियाँ एक्स्ट्रा जहिले राखिराख्नुहोस्। अर्को गल्ती रहेको छ डिमेट वा मेरो सेयर एक्सपायर हुनु। धेरै जसोलाई थाहा नै हुँदैन आफ्नो डिमेट वा मेरो सेयरको म्याद सकिएको छ भनेर। म्याद सकिएको खाताबाट आइपिओ भर्न पाइँदैन, त्यसैले समयमै ई सेवा वा खल्तीबाट आफ्नो खाता रिन्यू गर्नुहोला। अर्को गल्ती रहेको छ डोरमेन्ट वा बन्द ब्याङ्क खाता। तपाईले आफ्नो ब्याङ्क खाता लामो समयसम्म चलाउनु भएको छैन भने खाता डोरमेन्ट हुन्छ। यस्तो अवस्थामा आइपिओ को रकम रोक्का हुन सक्दैन र तपाईले भरेको आइपिओ पनि रिजेक्ट हुन्छ। त्यसैले साथीहरू, आइपिओ भर्नु अघि यी कुराहरूमा विशेष ध्यान दिनुहोला। यस्तै जानकारीमूलक भिडियोको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।